सम्पूर्णमा राधे राधे। म ज्योतिषाचार्य जनार्दन कणेल। मिति 2082 साल कार्तिक 11 गते मंगलबारको राशिफल लिएर आएका छौँ। सर्वप्रथम मेष राशि। मेष राशिको लागि भने आजको दिन एकदमै राम्रो दिन रहेको छ। हजुरले गर्न आँटेको कार्यक्षेत्र व्यापार व्यवसायमा उच्च सफलताका योगहरू आजको दिन बनिरहेको देखिन्छ भने स्वास्थ्यमा चाहिँ केही समस्याहरू पनि आउन सक्ने सम्भावनाका योगहरू पनि आजको दिन बनिरहेको देखिन्छ। त्यसैगरी वृष राशिको कुरा गर्नेछौँ। वृष राशिको लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। हजुरले गर्न आँटेको व्यापार व्यवसाय कार्यक्षेत्रमा केही समस्याहरू आउन सक्ने सम्भावनाका योगहरू बनिरहेको छ भने यात्राका योगहरू आजको दिन बनिरहेको देखिन्छ। त्यसैगरी मिथुन राशिको कुरा गर्नेछौँ। मिथुन राशिको लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। हजुरले गर्न आँटेको कार्यक्षेत्र व्यापार व्यवसायमा घाटा नोक्सानीका योगहरू आजको दिन बनिरहेको देखिन्छ भने वाद विवादका योगहरू पनि आजको दिन बनिरहेको देखिन्छ। त्यसैगरी कर्कट राशिको कुरा गर्नेछौँ। कर्कट राशिको लागि भने आजको दिन एकदमै शुभ दिन रहेको छ। हजुरले गर्न आँटेको कार्यक्षेत्र व्यापार व्यवसायमा उच्च सफलताका योगहरू आजको दिन बनिरहेको देखिन्छ भने यात्रा पनि हुन सक्ने सम्भावनाका योगहरू आजको दिन बनिरहेको देखिन्छ। त्यसैगरी सिंह राशिको कुरा गर्नेछौँ। सिंह राशिको लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। हजुरले गर्न आँटेको कार्यक्षेत्र व्यापार व्यवसायमा एकदमै सावधानी अपनाएर गर्नुहोला। त्यसैगरी कन्या राशिको कुरा गर्नेछौँ। कन्या राशिको लागि भने एकदमै राम्रो समय रहेको छ। हजुरले गर्न आँटेको कार्यक्षेत्र व्यापार व्यवसायमा उच्च सफलताका योगहरू आजको दिन बनिरहेको देखिन्छ। त्यसैगरी तुला राशिको कुरा गर्नेछौँ। तुला राशिको लागि भने एकदमै राम्रो समय रहेको छ। हजुरले गर्न आँटेको कार्यक्षेत्र व्यापार व्यवसायमा उच्च सफलताका योगहरू आजको दिन बनिरहेको देखिन्छ। त्यसैगरी वृश्चिक राशिको कुरा गर्नेछौँ। वृश्चिक राशिको लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। हजुरले गर्न आँटेको कार्यक्षेत्र व्यापार व्यवसायमा घाटा नोक्सानीका योगहरू बनिरहेको छ भने स्वास्थ्यमा पनि केही समस्याहरू आउन सक्ने सम्भावनाका योगहरू आजको दिन बनिरहेको देखिन्छ। त्यसैगरी धनु राशिको कुरा गर्नेछौँ। धनु राशिको लागि भने खासै राम्रो समय रहेको छैन। हजुरले गर्न आँटेको कार्यक्षेत्र व्यापार व्यवसायमा एकदमै सावधानी अपनाएर गर्नुहोला र हजुरले बोलेका सत्य कुराहरू पनि विपरीत वाक्यहरूमा परिवर्तन हुन सक्ने सम्भावनाका योगहरू पनि बनिरहेको छ भने स्वास्थ्यमा केही समस्या आउन सक्ने सम्भावनाका योगहरू पनि उति नै बनिरहेको देखिन्छ। त्यसैगरी मकर राशिको कुरा गर्नेछौँ। मकर राशिको लागि भने एकदमै राम्रो समय रहेको छ। हजुरले गर्न आँटेको कार्यक्षेत्र व्यापार व्यवसाय यात्रामा उच्च सफलताका योगहरू आजको दिन बनिरहेको देखिन्छ भने पैसा लेनदेन गर्दाखेरि अलिकति सावधानी अपनाउनु होला। लेनदेनको विषयमा केही झगझगडा पनि हुन सक्ने सम्भावनाका योगहरू आजको दिन बनिरहेको देखिन्छ। त्यसैगरी कुम्भ राशिको कुरा गर्नेछौँ। कुम्भ राशिको लागि पनि आजको दिन खासै राम्रो समय रहेको छैन। हजुरले गर्न आँटेको कार्यक्षेत्र व्यापार व्यवसायमा घाटा नोक्सानीका योगहरू आजको दिन बनिरहेको छ भने स्वास्थ्यमा पनि केही समस्याहरू आउन सक्ने सम्भावनाका योगहरू आजको दिन बनिरहेको देखिन्छ। त्यसैगरी मीन राशिको कुरा गर्नेछौँ। मीन राशिको लागि भने एकदमै राम्रो समय रहेको छ। हजुरले गर्न आँटेको कार्यक्षेत्र व्यापार व्यवसायमा परिवार आफन्त इष्टमित्रबाट साथ सपोर्टका योगहरू बनिरहेको छ भने स्वास्थ्यमा चाहिँ केही समस्याहरू आउन सक्ने सम्भावनाका योगहरू आजको दिन बनिरहेको देखिन्छ। हजुरहरूलाई आजको राशिफल के कस्तो लाग्छ प्रतिक्रिया अवश्यमै दिनुहोला र विशेष गरी मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब अनिवार्य गरेर लाइक कमेन्ट पनि गरिदिनु होला भन्दै सम्पूर्णको जय होस्, मङ्गल होस्। जय राष्ट्र, जय नेपाल, जय श्री।